हामी सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मूलधाराका साथ नेकपा एकीकृत समाजवादी अहिले सडक सङ्घर्ष र सदन सङ्घर्षको तयारी गरिरहेको छ। त्यसै सन्दर्भमा हामी यहाँहरूका बीचमा यही बीचमा भएको यो कार्यक्रम मैले यो कार्यक्रमलाई किन जोड्न चाहे भने यहाँहरूका बीचमा अहिले मुलुकमा दुईवटा ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाइरहेका छन्, तर मुलुकको व्यवस्थाप्रति शासनप्रति र मुलुकको सरकारप्रति अहिलेभन्दा बढी निराशा कहिल्यै छाएको थिएन। हाम्रा राजनीतिक दलहरूले सबै प्रकारका विकल्पहरू प्रयोग गरिसके, तर मुलुकलाई राजनीतिक दलहरूले एउटा गतिलो निष्कर्ष दिन नसकेको बेला, गतिलो कार्यक्रम दिन नसकेको बेला कम्तीमा दोलखालाई उद्योग वाणिज्य सङ्घ र चेम्बर अफ कमर्सले धानिरहेका छन्। तसर्थ यो कार्यक्रममा उद्योग वाणिज्य सङ्घले योभन्दा अगाडि महोत्सव गरेर र चेम्बर अफ कमर्सले अहिले यो कार्यक्रम गरेर सम्पूर्ण दोलखालाई जगाउने जुन प्रयत्न गरिरहेको छ, त्यसका निमित्त म चेम्बर अफ कमर्स दोलखालाई हार्दिक साधुवाद व्यक्त गर्न चाहन्छु, हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अहिले मुलुक बहुत गम्भीर परिस्थितिमा छ। राजनीतिक नेतृत्वका हिसाबले योभन्दा ठुलो सङ्कट अघिपछि थिएन होला भन्ने मलाई लाग्छ। मुलुकका ठुला राजनीतिक दलहरू मिलेर सरकार बनाइरहेका छन्, तर यो मुलुकको विकास के हो, जनताले खोजेको कुरा के हो, जनतामा आशा कसरी जागृत हुन्छ भन्ने कुरालाई राजनीतिक दलहरूले गर्न सकिरहेका छैनन्। त्यसको जिम्मा एउटा राजनीतिक दलको कार्यकर्ताको हैसियतले मैले पनि एउटा अंशमा लिनुपर्छ भने नेकपा एकीकृत समाजवादी त्यो लिन तयार छ। तर अब सही ढङ्गले यो मुलुकलाई अगाडि बढाउने गरी कार्यक्रमहरू अगाडि बढाउनका निमित्त सरकार सफल होस्, त्यसका निमित्त लागोस्। म माननीय मन्त्रीज्यू मार्फत यो सन्देश पुर्याउन चाहन्छु। अघि नै जिल्ला समन्वयका प्रमुखले यहाँ धेरै कुरा उठाइरहनु भएको छ, उठाएर गइसक्नु भएको छ। रमेशजीले पत्रकार महासङ्घको हैसियतबाट तर्फबाट पनि धेरै कुराहरू उठाएर जानुभएको छ, तर हामीले हाम्रा सरकारहरूलाई सही ढङ्गले सुनाउन सकिरहेका छैनौँ। यस्तो बेला सृजनात्मक कार्यक्रमद्वारा, रचनात्मक कार्यक्रमद्वारा यो बजार जगाउन सकिन्छ कि यो सुक्न लागेको बजारलाई उठाउन सकिन्छ कि भन्ने हिसाबले चेम्बर अफ कमर्सले जुन प्रयत्न गरिरहेको छ त्यो प्रयत्न सराहनीय छ, स्वागतयोग्य छ र प्रशंसनीय छ। यस्ता गतिविधिहरू, यस्ता रचनात्मक कार्यक्रमहरूलाई सङ्घ संस्थाहरूले अगाडि बढाउँदै जाउन्। यसले कम्तीमा नागरिकमा, आम व्यवसायीहरूमा थोरै उत्साह थपिदिन सक्छ, थोरै विश्वास ल्याइदिन सक्छ र निराशालाई आशामा परिणत गरिदिन सक्छ। यो कार्यक्रम त्यसैले भव्य हुनुपर्छ, सफल हुनुपर्छ। यो कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामी भोलिदेखि नयाँ वर्षमा प्रवेश गर्दैछौँ। विक्रम सम्मत अनुसार भोलि वैशाख 1 गते 82 सालको सुरुवाती दिन छ। त्यो 82 साललाई स्वागत गर्न भनेर चेम्बर अफ कमर्सले यो जुन कार्यक्रम गरेको छ, म पनि 82 साललाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ सम्पूर्ण महानुभावहरूको 82 साल सुखद रहोस्, तपाईँहरूले चाहेको जस्तो बन्न सकोस्, हार्दिकतापूर्ण ढङ्गले अगाडि बढ्न सकोस् र मुलुकका राजनीतिक नेतृत्वदायी दलहरू जुन छन्, राजनीतिक नेतृत्वमा रहेका व्यक्तित्वहरू जुन छन्, तिनीहरूमा पनि सचेतना आओस्, असल ढङ्गले अगाडि बढ्न सकौँ। त्यो सद्भाव, शुभकामना यहाँहरूका बीचमा राख्दै मलाई जस्तै ढिला सबैलाई भइरहेको होला, त्यसैले धेरै लामो नभनिकन यतिमा यो कार्यक्रम र नयाँ वर्षको एक मुष्ट शुभकामना व्यक्त गर्दै यहाँबाट बिदा चाहन्छु। अभिवादन।